ल साथीहरू गुड बुझ्ली भएर कति कालो देखेको अलिकति एउटा लान्छु नि त यता तपाईँकोमा भइहाल्यो नि उख तलकै थियो अर्को त तिमीले मलाई तिमीले मलाई यो गीत चाहिँ होइन यो गीत चाहिँ गाडीमा बज्दै थियो अरे त्यसपछि पढ्थ्यो मलाई चाहिँ उसको एक्सको याद आयो अरे होइन अनि त्यसै गरी यो गीत चाहिँ उसको एक्सको लागि 1 2 3 गो तिमीले मलाई छोडिदियो अर्को पाएर मैले तिमीलाई छोडिदियो खुसी चाहेर के तिम्रो मेरो सम्बन्धको बिछोड हो के बाल हो के मन हो के बाल हो तिमीले मलाई यस्तो साथीहरू यस्तो क्या खासमा चाहिँ म चाहिँ त्यो मेरो नाइट ड्युटी थियो अनि मर्निङ ड्युटी गरेर जाँदै थिएँ होइन अनि बसमा जाँदै थियो उभिएर जाँदै थियो अगाडि झर्ने बेला आइरहेको थियो होइन यता खोलातिर पुग्दा थियो अनि यो गीत बज्यो तिमीले मलाई छोडिदियो के पाएर मैले तिमीलाई छोडिदिएँ तिम्रो खुसी चाहेर के समथिङ यस्तै बज्यो होइन अनि म चाहिँ फेरि दुईवटा आँखाबाट आँसु झरेर झर्नु नि त मेरो त एउटा आँखाबाट मात्रै पलाएर आँसु झऱ्यो क्या कस्तो मलाई याद आयो अनि एउटा एकपट्टि काकाले मात्रै माया गर्दैछ कि एकपट्टि मात्रै गर्दैछ त्यस्तो नाथे त्यस्ता नाथे त्यस्तो नाथे माया त आफै त्यो गीत सुन्दा सुन्दै आफै आयो आफै आयो क्या त्यतिकै त्यो होइन भित्र चाहिँ याद आएको थियो क्या ल आएको थियो लाइक मैले पनि अब त्यो अर्को केटी पाएर त उसलाई छाडिदिएको हो नि त अनि त्यस्तै त्यहीसँग रिलेटेड हार्ट टचिङ अनि त्यही भएर मैले मोमेन्ट भयो त्यसलाई मैले उयोमा झरिहालेको गीत उयो भएको थियो कपाल मिलाउनेले यसरी आँसु पुछ्यो अरे के भयो बुझ्यो कि आफै झऱ्यो के भयो अनि कहिले कहिले आँखाबाट आफै एक्लै आँखाबाट आँसु झर्छ आमा के बसेर भन्छ होइन पछि यो हामी बुढिस्काल लागेपछि हेर्नुपर्छ यो भिडियोहरू साथीहरू ए भिडियो भयो अब चाहिँ हेलो साथीहरू सन्चै हुनुहुन्छ इलेक्सन पनि सक्यो प्रधानमन्त्री कहिले हुन्छ अब इलेक्सन अब भोलि चाहिँ हुन्छ कि होइन जस्ट इलेक्सन सक्यो नि त अब त्यो गनिसक्छ त्यसपछि हुने हो नि त त्यति बेला राता गर्दैन भोलिसम्ममा थाहा हुँदैन को कसले जित्छ भनेर को भन्छ त प्रधानमन्त्री म भन्छु म को भन्छ साथीहरू के हुन्छ अब के हुन्छ त देशको हालत तर त्यो के भयो रिसी धमा लाग्यो त्यसलाई त भोटै नदिएको नि 500 भोट कसले हाल्यो त चटपटेले यति चटपटे भइहाल्यो यति खै के खेती गर्ने खेत जोत्नेले यति ट्र्याक्टर खैकोले यति भनेर पानीपुरी भइहाल्यो के भन्छ बिचरा राम्रो मान्छे लाग्छ त म त त्यो मान्छे त्यो मान्छेको म त्यो पहिला सानोमा म कम्ता भिडियो हेर्दिनँ थिएँ त त्यो कुन भन्नुहुन्छ भने न्युज 24 त ऊको हौ रवि लामी छानेको क्या कम्ता चाहिँ हेरिदिनु थियो फेरि रवि लामी छाने मेरो क्रस भएर रवि अनि किन भोट नदिएको रविले मेरो भोट कार्डै छैन कम्ता हेरिदिन्थेँ क्या त्यो खै कति भइदिन्थ्यो सिधा कुरा जनतासँग भने कस्तो धेरै हेर्थेँ क्या त्यो अनि रवि लामी छानेको ऋषि धर्म लगाएको चाहिँ रेडियोमा गाउँमा सुन्थेँ क्या खै के बिहानै 6 बजेकोमा आउँथ्यो खै कि यस्तो भन्थ्यो सुन्थ्यो म चाहिँ हामी चाहिँ अब ब्याग चेक गर्दैछौँ साथीहरू हाम्रो भिडियो त धेरै लामो हुन्छ हामी पार्ट 2 पनि बनाउँछौँ नि त पार्ट 1 ल यो चाहिँ हामी यहाँ ब्यागमा के छ हामी हेर्छौँ छिटो भिडियो फर्स्टमा म तपाईँको चेक गर्छु ल त्यो ब्यागमा चाहिँ के छ भने भिडियो देख्दिनँ क्या फेरि यसो गर्नु ल के छ भने ब्यागमा यो ब्यागमा मेकअपको सामानहरू छ स्किन केयरको सामानहरू छ स्किन केयरको सामान यो रहेको छ यो के हो भने के भन्नु होइन मोइस्चराइजर रहेछ यो मोइस्चराइजर यो के हो अनि यहाँ त्यो के हो यो गु आउँदैन मलाई चाहिँ त्यो यहाँ गुना ल्याक्जिट रहेछ अनि यो प्यान्ट अनि बाहिरको धेरै खाएर प्यान्ट यो मलाई खाना पर्दैन त्यही हजमुला अनि रबरहरू रहेछ यस्तो म हेरिनँ यो चाहिँ मलाई कसैले एट्याक गर्छ कि भनेर कसरी खोल्नु कहाँ किनेको कोही आयो भने एउटा गर्ने यस्तो हामीले यसरी हाल्दिनु त्यो भन्दा पनि यो चाहिँ उयो क्या यस्तो आफ्नै रक्यो हुन्छ भनेर अनि यो चाहिँ सनस्क्रिन अनि त्यसको छिटो ल यो मस्करा होला हो
मस्करा यो त्यस्तै स्किन केयरकोहरू छ यो के हो फेरि यस्तो चेप्टो यस्तोमा लाउने अरे हौ अस्ति भर्खर किनेर हाइलाइटर लगाएको होला पनि यो हाइलाइटर होला यो ब्रस सबै यो स्किन किन्नु सामानहरू यो त्यस्तो के पनि छैन यो ट्युजर यो पेन यहाँ त्यस्तै रहेछ हेरौँ यो लिप बाम यो ओम माने पेमे हो यो सन्चो हो यति नै रहेछ यसमा होइन हामी त्यो साइड राखौँ अनि यो स्कुटीको चाबी हो यो चाहिँ मेरो माथि चोर्नु भएको अनि यो घडी हो उहाँको त के साह्रो हो सामान त। साथीहरू गनेर नसक्ने यो दाँत कोटाउँदै राख्ने सिरिन्जको निडिल हो दाँत कोटाउने राम्रो टप हो यो टप हो यत्रो यो उताबाट के भन्छ अब तुलसा कलेक्सनबाट ल्याउनु भएको उहाँले यो मोतीको टप यो टुथपेस्ट यो आइडेन्टी कार्ड यहाँ चस्मा रहेछ अब हतार छ अनि चार्जर छ त्यस्तो केही छैन स्पेसल हामी के हेर्छौँ भने यहाँ स्पेसल हामी यो हेर्छौँ स्पेसलमाको हिरो छ यहाँ अनि यहाँ एटिएम धनी दिदी एटिएम 4-5 एटिएम छ उहाँले क्यास बोक्नुहुन्न क्या खासमा क्यास बोक्नुहुन्न उहाँ किनकि रिच हुनुहुन्छ अनि अहिलेको जमाना खत्तम छ त्यही भएर उहाँले चाहिँ एटिएम नै बोक्नुहुन्छ 4-5 एटिएम छ अनि यहाँ मसँग खासै धेरै छैन पैसाहरू किनकि उहाँ धनी दिदी हो त्यही धनी दिदी हो यति रहेछ उहाँसँग पर्समा चाहिँ एटिएमको जमाना एटिएमको जमाना होइन एटिएममा पनि छैन एटिएम होइन छ 230-40 रुपियाँ 240 रुपियाँ रहेछ पैसा भन्नु पैसा चाहिँ मिलाएर राख्नु अरे भन्छ तर अडिँदैन त के पैसा अडेन मैले देखेको कि टिकटकमा पैसा अडेन भने चाहिँ यस्तो गर्नु अरे क्या नुन र बेलुका राति खसाक यसरी धोएर सुत्नु अरे अनि र पैसा अडिन्छ कि के भनेको यति नै रहेछ उहाँको चाहिँ अनि यो चाहिँ उहाँलाई युकेबाट पठाइदिनु भएको गिफ्ट हो अनि यो चाहिँ किन्नुभएको यो क्लिन्जर हो अनि अरू चाहिँ खासै केही छैन यति नै हो उहाँको चाहिँ अब मेरो हेर्नुहुन्छ उहाँलाई के छ मसँग उहाँको अझै म यहाँ कोटा निकाल्छु नि के पनि छैन अब मेरो सक्यो पार्टीहरू पनि हुन्छ यो मेरो त केही पनि छैन त्यो फोरहरू मात्रै छ फेरि अब उहाँको प्रतिमाजीको ब्यागहरू पनि होला छैन सब ब्याग पनि हल्का सुरुमा यसलाई चाहिन्छ मेरो कपाल झरेको छ छैन म चाहिँ कपाल गोबिन यो तुलसाको मोती ओरिजिनल मोतीबाट अनि त्यसपछि आउँछ अर्को यो यति रिच छ कि जे पाइँदै देखेपछि नदेखाउनु न के हुँदैन टोनर होइन ओरिजिनलै हो त्यसपछि उहाँले लाउनुहुन्छ यो के हो यो सेरम सबै सेरम पनि छ उहाँको अनि अहिले चाहिँ ऊ अलिक गरिब भएको छ अरे त्यसपछि यसमा पुगिरहेको छ मोइस्चराइजर चाहिँ अनि यति रिच छ कि हात यता अनुहारमा होइन हात खुट्टामा लगाउनलाई पनि उसले यस्तो महँगो लगाउँछ होइन साथीहरू यो चाहिँ मैले कति हो 12-13 कतिमा किनेको थिएँ साथीहरू चाहिएको छ किन्नुहुन्छ होला बिस्कुट हो यो चाहिँ खाने अर्को यो छ उहाँको ओहो यहाँ त के छ के छ यो चाहिँ उहाँको युकेबाट आएको है हेर नै चोरेको सकिएको रहेछ यो पनि साथीहरू म चाहिँ यसलाई युटिलाइज गर्छु काटेर तपाईँलाई काटेर 2-4 चोटि म चलाउँछु नि यो पनि 1200 कतिको महँगो अरे तपाईँको मैले दाम भने त्यसमा भन्नुहोस् लाज हुन्छ के हुँदैन सबै चिन्छ नि त यिनीहरू पनि कति धेरै छ त उसको यहाँहरू चाहिँ तपाईँहरू यो पनि के हो यो चाहिँ मलाई आउनु जाँदा दिएको यस्तो खतरा छ उता साथीहरू यो चाहिँ मैले यो साथीहरू यो चाहिँ रोलर हो कि तर म यसको एकदम स्मेल मन परेर म यतिकै यसै लाउँछु क्या अनि यस्तो पनि खाँदो रहेछ किनेको
यो चाहिँ साथीहरू साबुन रहेछ कि तर मैले चाहिँ यो पहिला पिम्पल प्याच भनेर झन्डै किनिहालेँ क्या ग्लस लिपस्टिक अस्ति होलीको बेला ब्यागमा थियो त्यही भएर ब्यागमा थोरै बोक्दैन सामान चाहिँ अनि त्यसपछि उसको चाहिँ एउटा कपालमा टाउकोमा चाहिँ हुन्छ अनि यहाँ पनि एउटा चाहिँ हुन्छ त्यो ब्यागमा चाहिँ होइन काम गर्दाखेरि यसरी गर्नुपर्छ नि त अनि उसको चाहिँ होइन अनि त्यसपछि एकछिन म यहाँ पहिला देखाउँछु अनि पैसा चाहिँ नदेख्नु न लाज हुन्छ क्या उसलाई लाज हुन्छ ओहो यस्तो धेरै छ किन बोकेको के चिलाउँछ नबोकेको तर साग चिलाउँछु ओहो पैसा त यति धेरै त्यो अस्ति घाँटी खसखसाएर के भन्छ गर्नु किन भन्नु नगर्नु है पैसा रिच नगर्नु अरे अनि पैसा लाँदिनँ भन्यो भने पनि धेर भएर लानु भनेको मेरो साउहरूले अब सबसे ठुलो सम्पत्ति चाहिँ यहाँ छ है उसको चाहिँ दराजमा करोड यस्तो हो मेरो रुममा त्यो चाहिँ केको चाबी हो त्यो भित्र दराजभित्रको त्यो सुनहरू गरेर हिराहरू हराउँछ भनेर यो चाहिँ भित्रको साथीहरू खासमा त्यस्तो केही पनि होइन कहिलेको कहिले साथीहरू यो त्यस्तो केही पनि छैन कि साथीहरू खासमा के कुरा हो भने त्यो मेरो रुमभित्र चाहिँ अरू पसेको खासै मन पर्दैन क्या अनि त्यो बच्चा बच्चीहरू पसेर त्यो डलहरू खेलाइदिनु नि त त्यो भएर प्लान्टहरू मारिदिन्छ कि भन्नु मैले चाबी गरेर अरू केही पनि होइन हाल्दैछ हो उसको सम्पत्ति एकै अनि साथीहरू यो चाहिँ मलाई गिफ्ट ल्याइदिनु भएको उहाँले धेरै सामान हुन्छ क्या त्यही भएर हामी जाँदा पनि चाबी लाग्छ अझै होइन है त्यति साह्रो चाहिँ तपाईँको यो केमा थियो यसमा चाहिँ अब उहाँको चाहिँ यति नै छ होइन अब अरू पनि देखाउनु त पर्थ्यो अब भापो देखाउनु त ए के गरेको यसको मलाई यो यहाँ चाहिँ यस्तोमा दल्ने हो खासमा तर म दल्दिनँ क्या यो चाहिँ यत्तिकै म यता दल्छु क्या कस्तो मिठो भएको सृजनाले गाडीमा कहाँ यस्तो पछाडि उभिएर आएको कि अनि यहीँ यस्तो गम्मै भएर त घलासी हामी माथि कस्तो भिडेर अनि अर्को चाहिँ यहाँ चाहिँ छ उहाँले ल्याउनु भएको होइन अब यो एकछिनमा लाउने भनेको तर खोइ रात परिसक्यो बिहान लागिसक्यो अहिले कति बज्यो 10-11 बज्दा हाल्छ कति बेला साथीहरू यति नै आजको हाम्रो नाइट ड्युटी अन्तिम नाइट ड्युटी हो उहाँ र मेरो चाहिँ लास्ट नाइट हो मेरो चाहिँ भोलि पनि छ तर उहाँ र मेरो भेट चाहिँ आज लास्ट हो अनि भोलि हाम्रो भेट हुँदैन भोलि उहाँको अफ हो भोलि मेरो लास्ट नाइट हो अनि त्यसपछि हामी अर्को विकमा भेट्नेछौँ अनि हाम्रो भिडियोलाई हेरिदिनुहोस् माया गरिदिनुहोस् हामी एकछिन गाउँछौँ सोध्छु फेरि यस्तो खतरा छ कि दुईजना हामी चाहिँ स्वर सम्राट पनि फेरि कसको गीत हो त्यो मान्छेले सुन्नु भने पनि कुर्छ होला आएर हामीलाई कुन गाउँमा होला तिमीले मलाई छोडिदियो अर्कै पाएर मैले तिमीलाई छोडिदिएँ मैले तिम्रो के भन्छ मैले तिमीलाई छाडिदिएँ तिम्रो खुसी चाहेर के बाल तिम्रो मेरो सम्बन्धको बिछोड हो के बाल हो के मतलब हो के बाल हो अनुरो तल्किरहेको दाजु सृजना चाहिँ बाहिर एक्लै बसिरहेको छ उसको लभसपमा च्याटिङ गर्दैछ हामीसँग आएको पनि छैन अरू बेला चतर नाच्नु आइन्थ्यो अहिले हामी गयो भने चुपचाप बस्दै किन छोडिदिएको क्या हामी त वास्तै गर्दैनौँ सृजना अनि आज के गर्नु साथीहरू म त खाना नै रुचेको छैन अब नै कस्तो टेन्सन लाग्यो मलाई त कस्तो टेन्सन लागेर खानै रुचेको छैन उता कहिले को प्रधानमन्त्री हुन्छ भने मलाई कस्तो टेन्सन लागेर खानै खाएको छैन मैले प्रधानमन्त्री चाहिँ को अरे खोइ को हुन्छ हाम्रो काका हुन्छ कि भनेको हर्के काका के भयो धोकेदा छौ तिमी भयो क्या सुनसरी गऱ्यो नि त्यो पानी खाएको देखेन रहेछ स्ट्याटसमा चाहिँ पनि हेर्दै रहेछ राम्रो काम गरेको चाहिँ देख्दैन त्यस्तो धेरै राजनीतिको बारेमा ज्ञान चाहिँ छैन तर पनि राम्रै मान्छे राम्रो लाग्छ अब कतिलाई नराम्रो लाग्नु हामीलाई ठिकै लाग्छ र
अब जस्तै तर नि अब सबैलाई हामी- सबै मन पर्दैन नि त अब तर मान्छेले भन्छ यिनीहरू राई भएर अहँ। राईलाई support मान्छेहरू गर्छ। यस्तो क्या अब त्यस्तो होइन। तर हामीले तर त्यस्तो हेरेको कतिले छेत्री बाहुनहरू पनि मनपर्छ छेत्री बाहुन भन्छ राईलाई राई नभने छेत्री बाहुन छेत्री बाहुन भन्छ होइन। के भन्नु होइन हामी पनि छेत्री बाहुन एकजनाले लागेछ अनि त्यस्तै हो तपाईँहरूको सुनाउनुहोस् सुनाउँदै सुनाउनुहोस् कमेन्ट गर्नुहोस् अरू त के भन्नु अनि हाम्रो त यस्तै छ कि स्किन केयर गर्ने त देखाउनु पर्दैछ होइन नेक्स्ट सैटरडे नेक्स्ट विक देखाउनु पर्छ ल भेट हुन्छ भेट हुन्छ अब तपाईँ र मेरो शुक्रबार शुक्रबार अर्को पालि शुक्रबार शनिबार आइतबार पर्छ होला नि तपाईँको बिहिबारदेखि सुरु भयो नि अब शुक्रबार शनिबार आइतबार पर्छ तपाईँको त्यो बेला फेरि हामी आउनेछौँ बताउनेछौँ यो पोस्ट गर्नु न म पनि पोस्ट गर्छु अनि त्यसपछि जुन अब उयो के गर्दैछ मलाई त गुवा आयो हामी सिजनलाई हेर्न जाँदैछौँ मारौँ ल अनि यताबाट गरौँ त्यसपछि यहाँ चाहिँ हाम्रो बहिनी चाहिँ जुत्दैछु उसलाई निन्द्रा लाग्यो झपी आज नि सिर्जना गाडीमा यस्तो हाँस उठेको छैन म त तिमीलाई हाँस उठेन म त 25 सम्म हाँस उठेको हो बुझेनौ बोल्नै मन गरेन जाउँ प्यार करने के गीत छाती खुला गीत तिमीले मलाई छोडिदियो नगीत गर्नु न यो अहिले म नाच्छु आउँछ उनको पनि गएको छ बाचा गर्नेको बाचा यसो अनुहारको चमत्कार चम्किन्छ अनुहार चम्किन्छ अरे यसो गर्यो भने के छ मैले टिकटकमा एउटा अङ्कलको कस्तो चमत्कारी अनुहार देखेको थिएँ यत्रो मैले घाउ आएको छ यहाँ गएर चाहिँ थोड़ा सा प्यार हुआ थोड़ा सा पहिला हामी फोटो खिच्ने यस्तो स्टाइल चलेको थियो नि थाहा छ हामी चाहिँ गयौँ केही पनि हुँदैन हेर मलाई समायो हात नछुटोस् हाम्रो दरिलो साथ देख्नेले देखोस् सुनोस् हाम्रो यो सम्बन्ध पश्चाताप छैन यहाँ खुसी छौँ हामी छौँ यहाँ भन्नेले भनोस् गरोस् हाम्रो बारे कुरा मैं हूँ रपुन्जेल म हूँ लक्ष्मी म हूँ रपुन्जेल भोलि सिसी क्यामेरा हेरेर मलाई रपुन्जेल साथीहरू अब हाम्रो भिडियो कस्तो लाग्दैछ तपाईँहरूलाई भनिदिनुहोस् ल यस्तै तपाईँहरूलाई राम्रो लाग्दैछ भने हामी धेरै धेरै भिडियो ल्याउने छौँ तपाईँहरूको माझमा माया गर्नुहोस् यो बुढीलाई कति नाच कि भन्छ होला हौ प्यार प्यार करता है नेपाली काङ्ग्रेस जिन्दाबाद जिन्दाबाद त्यो भिडियो पनि काम उसको थियो काङ्ग्रेस हो कि एमाले हो कि भिडियो नम्बर ए हुन्छ ल अब के गर्ने हामी जुनेली रातै रातैमा म भुले के हो सर म भुले तिम्रो बातै बातैमा फेरि जुनेली रातै रातैमा म भुले
यस्तो यस्तो बनाइदिनु छ नि त आमालाई पनि तालमेल मान्छे यस्तो कस्तो गर्ने तालमेल मान्छे भएको जालमेल पर्थ्यो कि पाकेको फुल भएको कसो पो गर्दै हाल्नु गर्दै यस्तो गर्दैन हातमा छ कि अनि हात गाले कस्तो नआएको हात मात्रै आउँदा हात गाले हातैमा हिउँझे बिलायो हात गाले हातैमा हिउँझे बिलायो खै के राति राम्रो नै छु भन्दा के चाहिँ रह्यो भन्दा चाहिने जो जिन्दगानीमा चपाल भन्छु म पागल चाहिँ होइन यत्तिकै गर्नु पर्यो नि एक्सर्साइज पहिला अस्ति नआएर एक्सर्साइज पेट घटाउनु क्या कस्तो मजाले जिउहरू मिलाउँछ कस्तो अरे अर्को यस्तो नाचेको कि म 1 केजी चाहिँ घट्यो होला उता आज घट्ट गर्नु बाई साथीहरू गुड नाइट इन्ड गरिदिनु बाई ल बाई बाई साथीहरू बाई साथीहरू भोलि भेटौँला See you next video.